नमस्कार, म करुणा राई नर्सटेक स्किल सेन्टरबाट र आजको भिडियो लाइनमा छ साइन्स अफ ह्याप्पिनेसको तेस्रो श्रृङ्खला र आजको श्रृङ्खलामा हामी कुरा गर्नेछौँ पोजिटिभ साइकोलोजीको बारेमा र पोजिटिभ साइकोलोजीभित्र पर्ने सेभरिङ र ग्रेटिट्युडको बारेमा हामी कुरा गर्न गइरहेका छौँ। हामी वास्तवमा खुसी बन्न खोजिरहेका हुन्छौँ, खुसी खोजिरहेका हुन्छौँ, तर हामीले खुसी पाएको हुँदैनौँ, हामी खुसी बन्न सकेको हुँदैनौँ। खुसी वास्तवमा बाहिर छैन, हामीले अनुभव गर्ने कुराहरूमा छ। ती अनुभव गर्ने कुराहरूलाई नै ग्रेटिट्युड अथवा सेभरिङ भनिन्छ। यी सेभरिङ र ग्रेटिट्युड के हो त अब हामी बुझ्नेछौँ। पोजिटिभ साइकोलोजीको एउटा प्र्याक्टिकल टुल्सलाई नै हामीले सेभरिङ र ग्रेटिट्युड हो भनेर बुझौँ। र अब बुझौँ हामी सेभरिङ भनेको के हो। सेभरिङ भनेको चाहिँ कुनै पनि मोमेन्टलाई, कुनै पनि इभेन्टलाई हामीले फोकस भएर अनुभव गर्नु, कन्सियसली अनुभव गर्नुलाई नै सेभरिङ भनिन्छ। मानौ तपाईँले चिया पिउनुहुँदैछ, त्यसको लागि सेभरिङ गर्नको लागि तपाईँले त्यो चियाको तातो चिसोपनहरू अनुभव गर्नु पर्यो। कस्तो टेस्ट छ, कस्तो स्मेल छ भएर पूर्ण रूपमा फोकस भएर तपाईँ चाहिँ त्यसमा डुब्नु पर्यो। त्यसलाई नै सेभरिङ भनिन्छ। यदि तपाईँले यस्तो गर्नुभयो भने तपाईँको सोच, विचार, भावना, व्यवहार नै ठुलो परिवर्तन आउँछ, पोजिटिभ परिवर्तन आउँछ अथवा तपाईँको मेन्टल हेल्थमा नै सकारात्मक परिवर्तन आउँछ। त्यसैले तपाईँले यो प्र्याक्टिस गर्नुहोला। र अब हामी बुझ्नेछौँ ग्रेटिट्युड के हो। ग्रेटिट्युड भनेको धन्यवाद दिने। जस्तै तपाईँ कस्तो कुरामा धन्यवाद दिने। तपाईँ बेलुका सुत्नुहुन्छ, तपाईँ बिहान उठ्नुहुन्छ, तपाईँले त्यो दिन पाउनुभयो, नयाँ दिन पाउनुभयो, त्यसमा पनि तपाईँ धन्यवाद दिनुहोस्। तपाईँ त्यसपछि त्यो दिन पाइसकेपछि तपाईँ एकछिनमा तपाईँले चिया पाउनुहुन्छ, खाना पाउनुहुन्छ, खाजा पाउनुहुन्छ, त्यो प्रत्येक कुरामा तपाईँ धन्यवाद दिने। साथै दिनभरि स्कुल, कलेज, काम गर्ने ठाउँ, फ्यामिलीहरूबाट सपोर्ट पाउनुहुन्छ, ती कुराहरूमा पनि तपाईँ धन्यवाद दिनुहोस्। त्यसले गर्दाखेरि तपाईँ एकदमै खुसी बन्नुहुन्छ। यो प्र्याक्टिसले गर्दा चाहिँ तपाईँको मेन्टल हेल्थ चाहिँ यति राम्रो हुन्छ, यति राम्रो हुन्छ, तपाईँले यो प्र्याक्टिस गर्न नछोड्नुहोस्। अब प्रश्न आउँछ, हामी कसरी यसलाई प्रयोग गर्ने? तपाईँले यस्तो गर्नुहोस्, ग्रेटिट्युड प्रयोग गर्नको लागि चाहिँ हरेक दिन 3वटा धन्यवादी कुराहरू लेख्नुहोस्। यदि तपाईँले यो कुराहरू लेख्दै गएपछि तपाईँको ब्रेनहरूमा